उतार कितना फर्क पाको खीर सबै के गर्नु हो तपाईले त्यहाँ ओ बाउराम के छ यस्तै छ के गर्नु लागो हो कस्तो राम्रो अचार बनाएर छोरीले सब हामीलाई अचार त पुरै जिम्मा छोरीलाई दिएको बनाइहेर बनाइहेर बल्ल यस्तोको बल्ल दिवाली पूजा हुन्छ हाम्रो मलाई लिउ बाबु 100 नम्बर देऊ मम्मीको राखी त आउँछ हैन मलाई लिउ बा अब यहाँ दिवाली पूजा सुजा अब लगभग अन्त्य भइया ब्याचलर सकेको ए ला लिएर गए हुन्छ यिनीहरू कामै लाएन लैहाल्नु चावाला त होइन ठिक छ लिएर लोइया नि 700 के हो के सोध्नु पठाएको कसैलाई सोध्नु पर्दैन हिँड्दै यहाँ पानी खाँदैछन् लान पानी खानु ल आज गुलाइनको चाहिँ हामीले पूजा छ यहाँ पानी खान्छ नै माछा माया गर्दाखेरि झन् यसले यस्तो गाली गर्छ कि यो जस्तो मान्छे चाहिँ हाम्रो बेलबासीमा के जन्ने होला यो टिपी भाइले हाम्रो यो चाहिँ यो नजन्मन पर्ने मान्छे जन्मेछ मभन्दा 1 महिना जेठो हो तर यो बेकार छ दाइ भन्न पनि म बेकार छु भने बाला गाली गर्दै बाला कता लैछन् है केमा खोइ आमा यसो गर्नु त ए भाइ यहाँ उठ त देखा त आज यो पकाउने यो हो विष्णुले चाहिँ यस्तो दामी तरकारी पकाए त्यो खिर कस्तो छ खिर यस्तो प्योर अर्ग्यानिक दुधबाट चाहिँ सेल यहाँ सेलको तयारी हुँदैछ सेल यहाँ पाके हामी दुईटा सबै रेडी भइसक्यो हो दाइले भिडियो बनाउन बस्दा हुन्छ कि मैले त पानी खुवाइरहेको छु अब के पूजामा चल्छ छ कि छैन आमा त्यसको 1 गिलास दिनु त सानोबा केही भन्न छ के छ नाति जन्मो त्यो नातिको भकल के हो अब बोकी काट्ने हो यहाँ आइसाल ल्याएर चाहिँ यहाँ भिडियो कैद भयो अनि फेरि त्यहाँ बोकेर नलिएर फेरि त्यति गराउन होला नि
कस्तो दाम